कास्की जिल्ला अदालतलाई धेरै धेरै धन्यवाद, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चाहिँ आज संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन आदेश दिनुभएछ। धेरै धेरै धन्यवाद। जुन पुराना दल एमाले र कांग्रेसले चाहिँ रवि लामिछानेले सहकारी ठग्यो, सहकारीको पैसा हिनामिना गर्यो भनेर उहाँहरूले यो ट्याग लगाइदिनु भएको थियो र उनीहरूले नै छानबिन समिति बनाएर रवि लामिछाने नाम गरेको व्यक्तिले कुनै पनि ठाउँमा ऋण लिएको छैन भनेर जुन बसन्त कुँवर हैन आइजिबी र सूर्य थापाले सामाजिक सञ्जालमै आएर बोल्नु भयो। त्यसपछाडि एमाले कांग्रेसले किस्तीमा प्रधानमन्त्री पनि दिनुभयो। दिइसके पछाडि नलिसके पछाडि अब यो त केही पनि नमान्ने भयो, हामीले भनेको त नमान्ने भयो, अब हामीलाई त यसले नछोड्ने भयो भन्ने लागिसके पछाडि चाहिँ अब के गरेर फसाउने त, यसलाई कसरी घुँडा टेकाउने त भन्ने प्रपञ्च रचेर जुन रवि लामिछानेले बिहे गर्नुभन्दा अगाडि उनकी श्रीमतीले कमाएको पैसा पनि अवैधानिक सम्पत्ति हो भनेर त्यसलाई कसुर मानेर संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा हालेर आज चाहिँ त्यो मुद्दा फिर्ता लिने आदेश भएछ। धेरै धेरै धन्यवाद। किनभने जुनसुकै कुरा पनि निष्पक्ष हुनुपर्छ, दुधको दुध पानीको पानी हुनुपर्छ। अड्डा अदालत भनेको चाहिँ जनताको हुनुपर्छ र त्यहाँ न्याय माग्न गइसके पछाडि सत्य तथ्य छानबिन गरेर न्याय दिनुपर्छ। धेरै धेरै धन्यवाद।